नेपालमा तपाईँको 99% बिजनेसहरूले आखिर किन फनेल क्रिएट गर्दैनन् त? किनभने उनीहरूले के सोच्छन् भने पोस्ट बुस्ट गरेर ग्राहकहरू आइहाल्छन्। यो के गरे जस्तो हो भन्दा पहिलो डेटमा गएर विवाहको प्रस्ताव राखे जस्तो हो। तर यदि तपाईँलाई मान्छेहरूले चिन्दैनन्, तपाईँको प्रडक्ट अथवा सर्भिसबारे जानकारी नै छैन भने उनीहरूले खरिद गर्छन् भनेर सोच्नु मूर्खता मात्रै हो। फनेल भनेको सर्वप्रथम त तपाईँले आफ्नो अस्तित्वको बारे अवेरनेस क्रिएट गर्नु हो र दोस्रो तपाईँको प्रडक्ट अथवा सर्भिसप्रति रुचि जगाउनु हो र तेस्रो ट्रस्ट बिल्ड गरेर कन्भर्जन गर्नु हो। त्यसैले पहिला सुरु प्रस्ताव राख्नु अघि म्यासेज गर्नुहोस्, कफी डेटमा जानुहोस्, अनि बल्ल घर गएर हात माग्नुहोस्। र नेपालमा 99% बिजनेसेसहरूले बुस्ट गर्छन् र के सोच्छन्, ज्याकपट लाग्छ भनेर सोच्छन्। तर अन्त्यमा के हुन्छ, हात्ती आयो पैसा हुन्छ। त्यसैले सस्तो बुस्ट गर्नुभन्दा स्मार्ट फनेल क्रिएट गर्नुहोस् र आजदेखि गर्नुहोस्।